नमस्ते सबैजनालाई। यो भिडियोमा चाहिँ म काली लिनक्सको बेसिक युजेजको बारेमा चाहिँ भन्न गइरहेको छु। सुरु गरौँ। पहिला चाहिँ कमान्ड खोल्ने, कमान्ड खोलेपछि मैले जुम गरेँ देखिएन। पिडब्ल्युडी भनेको प्रिन्ट योर करेन्ट डाइरेक्टरी। अहिले चाहिँ म होम/विकासमा छु होइन। एलएस गरेपछि लिस्ट डाइरेक्टरी गरेँ है। होममा के छ भनेर पिक्चर्स, पब्लिक, टेम्प्लेट, भिडियो, डेस्कटप, डकुमेन्ट यो सबै फोल्डरहरू चाहिँ होम्समा हुन्छ है। अनि त्यसपछि चाहिँ अब बाँकी अरू पनि त्यही टेम्प्लेट है के रेकर्ड गरेको छ सबै हुन्छ। त्यसपछि सिडी चेन्ज डाइरेक्टरी डकुमेन्टमा डाइरेक्टरी ट्याप थिच्यो भने चाहिँ यो चाहिँ चेन्ज हुन्छ होइन। अनि त्यसपछि चाहिँ डकुमेन्टमाथि चाहिँ स्ल्यास चाहिँदैन, इन्टर गर्यो, सिडी चेन्ज डाइरेक्टरी भयो है। अनि अर्को भनेको चाहिँ अब एलएस हो। एलएस हाने है त। एलएस भनेको लिस्ट कमन -LA भनेपछि चाहिँ त्यसले चाहिँ सबै डाइरेक्टरी देखाउँछ, हिडन सिडन सबै फोल्डरहरू फाइलहरू सबै देखाउँछ है त। अब मेरो चाहिँ त्यो फाइल भन्ने चाहिँ एउटा त्यो चाहिँ हिडन फाइल हो। अब त्यो पनि देखिया छ। अनि अरू भनेको फाइल डट सेभ र हेलो डट टीएक्सटी भन्ने चाहिँ हिडन फाइल होइन है, त्यो पनि देखिया छ। अनि एलएसमा अब त्यसपछि मैले एलएस मात्रै गरेँ होइन, फाइल डट सेभ र हेलो डट टीएक्सटी आउँछ। त्यो दुईवटा चाहिँ के भयो भन्दाखेरि चाहिँ हिडन नभएको है त, त्यो नर्मल फाइल हो। अर्को भनेको चाहिँ डट फाइल भनेपछि त्यो डटवाला अपरेटर आउँछ नि, त्यो चाहिँ हिडन फाइल हो। अनि एमके भनेको मेक डाइरेक्टरी है। डाइरेक्टरी बनाउनलाई एमकेडिआर लेख्नुपर्छ। अनि एप्पल है, एप्पल भन्ने अब मैले फोल्डर बनाएँ। कहाँ बनाएँ? डकुमेन्टमा बनाएँ। डकुमेन्टमा बनाएपछि एलएस गरेपछि लिस्ट गरेँ, लिस्टमा एप्पल देखायो। अनि त्यसपछि फाइल डट सेभ र हेलो डट टीएक्सटी भन्ने देखायो त। अनि रिमुभ डाइरेक्टरी अब आरएमडिआर भनेको रिमुभ डाइरेक्टरी भयो। एप्पल भन्ने डाइरेक्टरी हटायो। एलएस गरिसकेपछि चाहिँ फाइल डट सेभ र हेलो डट टीएक्सटी दुईवटा भयो, एप्पल भन्ने हट्यो है त। अनि त्यसपछि आयो अर्को कमान्ड टच डट सी डट टीएक्सटी। यो टचले चाहिँ के बनाउँछ भन्दाखेरि चाहिँ नयाँ एउटा फाइल अथवा चाहिँ फोल्डर बनाउँछ। अनि त्यसपछि मैले फेरि एलएस भन्ने कमान्ड गरेपछि सी डट टीएक्सटी, फाइल डट सेभ र हेलो डट टीएक्सटी है त। अनि त्यसपछि डट बी डट टीएक्सटी भनेपछि बी डट टीएक्सटी भन्ने एउटा नयाँ फाइल बन्यो है त। अनि नयाँ फाइल बन्यो। अब त्यसपछि चाहिँ अनि त्यसपछि फेरि मैले अब एमबी मुभ सी डट टीएक्सटी र सी प्रोग्रामिङ होइन, त्यसलाई चाहिँ नाम चेन्ज गर्नलाई है त। सी डट टीएक्सटीले चाहिँ सी प्रोग्राम डट टीएक्सटीमा नाम चेन्ज गर्नलाई है त। यो भनेको चाहिँ सी प्रोग्राम डट टीएक्सटी भयो है, सी टीएक्सटी भन्नेले है। अनि त्यसपछि अब अर्को एउटा कमान्ड हान्छु है त म। अब मेक डाइरेक्टरी रिमुभ डाइरेक्टरी सी प्रोग्राम डट टीएक्सटी। सी प्रोग्राम डट टीएक्सटी भनेको सी प्रोग्राम डट टीएक्सटीलाई चाहिँ हटाउनलाई आरएम सी प्रोग्राम डट टीएक्सटी डिलिट गर्नलाई अब सी प्रोग्राम डट टीएक्सटी भन्ने डिलिट भयो है। त्यसपछि टच बी डट विकास भनेपछि अब टच विकास डट टीएक्सटी लेख्यो भने विकास भनेर बन्छ। अनि टच विकास मात्रै भनेर लेख्यो भने विकास भन्ने एउटा फोल्डर बन्छ है। अनि त्यसपछि आरएम माइनस आर विकास भनेपछि यसले चाहिँ फोल्डरलाई डिलिट गर्छ है त। अनि त्यसपछि अर्को भनेको क्लियर भनेपछि यहाँ जतिसुकै जे लेखा छ सबै चाहिँ के हुन्छ? डिलिट हुन्छ है त।